हाम्रो यी बलिदानहरू मेरो यो खुट्टामा त्यस गते यहाँबाट यहाँ बुली लागेको थियो, यहाँ पुरै यहाँको मासुहरू सब उछुटेको थियो, यहाँ तलतिरबाट आएको थियो अनि यहाँनिर हातमा यस्तो भएको थियो। यो हातमा अझै पनि हड्डीहरू छैन, यहाँ 25-26 टाका लागेको छ, हड्डी छैन, यहाँ नसाहरू पनि छिनेर यो हातमा अझै पनि सेन्सहरू छैन। यो यस्तो झमझमाउँछ, यस्तो पोल्छ होइन, यस्तो दुःख दिन्छ यो घाउले होइन। कति बेला त यो हातहरू चाहिँ यत्तिकै लक भइरहेको हुन्छ कि यसो तल झार्न नै सकिँदैन कि त्यो हड्डी नभएको कारणले अझै माथि नै अड्किरहेको हुन्छ। त्यो चिसोहरू पर्दाखेरि एक ठाउँमा हात राति सुत्दाखेरि यत्तिकै भएर सुतिरह्यो भने त्यो ठ्याक्कै यहीँ नै लक हुन्छ होइन। त्यो पीडाहरू, त्यो दिन दुःखहरू चाहिँ मैले निरन्तर भोगिरहेको छु। मैले 23 गते जिन्दगी बिर्सेको थिएन। मलाई 3 फायर भएको हो, अर्को एक ठाउँमा नि यहाँ खच्छ, त्यो चाहिँ अलिकति सेपरेट पार्ट साइडमा भएको कारणले मैले गर्दाखेरि देखाउन सक्दिनँ। मलाई त्यो बेलामा एक फायर हाने मेरो खुट्टामा लाग्यो, दोस्रो फायर हाने त्यो घाउभन्दा अलिक माथि लाग्यो, तेस्रो फायर हातमा हानेपछि म ढलेँ। म ढलिसकेपछि फेरि मलाई उठाउन आउने साथीहरूलाई नि फायर हानेर त्यहीँ ढालियो होइन। त्यो सबै मेरै आँखा अगाडि भएको घटनाहरू थिए। मेरै आँखा अगाडि मेरो दाजुभाइहरू ढलिरहेका थिए, मरिरहेका थिए, शहीद भए। वीर शहीदहरूलाई एकदम सम्झिन्छु। उहाँहरूले मलाई आशीर्वाद दिनुभएको थियो र म आज आवाज उठाएर बोल्न सक्ने क्षमता भएर हिँडिरहेको छु। मलाई उहाँहरूले मर्दै गर्दाखेरि उहाँहरूको आत्मा मलाई आएर भनिरहेको थियो। म हस्पिटलमा अक्सिजन लगाएर म नै पीडामा छटपटिँदाखेरि मलाई आँखा अगाडि वरिपरि घुमिरहेको थियो, यो असत्यको जित तैँले छिन्नै पर्छ, सत्यलाई जिताउनै पर्छ, तैँले यस्तो बोल्नुपर्छ, यस्तो गर्नुपर्छ, त डक्न हुँदैन, त बिक्न हुँदैन, त मासिन हुँदैन, त सिद्धिन हुँदैन, त सुत्न हुँदैन, त जाग्नुपर्छ। यो राष्ट्र जोगाउनको लागि, यो राष्ट्र बनाउनको लागि तैँले हर गाउँ गाउँको किसानको बोली बोल्नुपर्छ, भुइँ मान्छेको बोली बोल्नुपर्छ, तैँले त बाँच्नुपर्छ। हेर साथी, मेरो छातीमा लाग्यो, मेरो गिदीमा लाग्यो, म मर्न बाध्य भएँ, तर तँ बाँच्नुपर्छ, तँलाई म त्यो शक्ति दिन्छु भनेर सायद उहाँहरूले प्रार्थना गरिदिनु भएको थियो होइन। उहाँहरूको परिवार तैँले हेर्नुपर्छ, त्यो परिवारको आवाज तैँले बोलिदिनुपर्छ भनेर विविध कुराहरू उहाँहरूले शक्ति दिनुभएको थियो, सोच्नु भएको थियो। उहाँको आत्माले मलाई दिएको थिएँ, बल दिएको थिएँ, तागत दिएको थिएँ, इनर्जी दिएको थियो र म बाँच्न सकेको, नत्र म सक्ने थिइनँ। मलाई यो गर्नु मन छ कि मलाई यो गाउँमा भएको मरिरहेको किसानको बोली बोल्न मन छ। मलाई त्यो विदेशमा छटपटिरहेका मेरो दाजुभाइको बोली बोल्न मन छ। मेरो युक्रेनमा को जेलमा भएको दाजुभाइलाई नेपाल फिर्ता गर्न मन छ। मलाई हर दुखी गरिबको आवाज बन्दिन मन छ। मलाई सडकमा बस्नेको, सडकमा हिँड्नेको आवाज उठाइदिन मन छ। मलाई यो देश साँच्चीकै बनाउनु छ। मलाई यो देश बिगार्ने राष्ट्रघातीहरूलाई हात जिम्मा दिने चाहिँ मलाई छुट छैन, मेरो नैतिकताले पनि दिँदैन मलाई। तर यस्तो हो कि यो जेनजी मुभमेन्ट होइन साँच्चीकै पुरा हुन्थ्यो, सफल हुन्थ्यो कि नेतृत्व परिवर्तन गरेर मात्र यो देशले निकास पाउँदैन, सिस्टम परिवर्तन हुनुपर्छ। साँच्चीकै यो देशमा सिस्टम खराब छ। भ्रष्टाचारको अन्त्यको लागि लडेको मान्छे हो हामी, तर त्यो भ्रष्टाचारको जुन गर्ने अख्तियारको प्रमुखै एमाले चाहिँ विभिन्न विधेयक पास गरेर लगेर त्यो मान्छेले ल्या त्यही हाकिम भ्रष्टाचारको त्यो अख्तियारको हाकिमलाई नै तालपरि कतिवटा भ्रष्टाचारको काण्ड लागेको छ त्यो हामीलाई थाहा छैन है, कतिवटा लाग्यो होला। यो साँच्चीकै भन्दाखेरि कोही चोखो छैन कि। त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्ने हो भने होइन, उहाँहरू त झन् हाम्रो रगतमाथि खेलेर पुरै बम्बरबन गर्नलाई के न गर्छु, चप्पाउँछु भन्दै भाषण र कला चमत्कारले यो देश बनाउँछु, यो ऊ बेलामा नि यो नेपाल भन्ने राज्य भाषण कला चमत्कारले नै बनाएको हो, लडेर बनाएको, मरेर बनाएको त होइन भनेर चाहिँ उहाँहरू उपस्थित भएर निस्किरहनु भएको छ होइन। उहाँहरूको असत्य हुनुहुन्छ तपाईँहरू होइन। तपाईँलाई एक दिन मैले जित्दिनै छु, तपाईँ सत्यको बाटोमा टिकिरहनु भएको छैन रवि लामिछानेज्यू होइन। तपाईँ जसरी जुन दिन 24 गते जेल फोरेर भाग्नुभयो, तपाईँले जसरी त्यो कैदीहरूलाई भगाउनु भएको, तपाईँलाई त्यो सबै कुरा थाहा थियो, प्लानबद्ध नै थियो यो कुरा। त्यसमा तपाईँले दुनियाँ जनतालाई झुकाउन सक्नुहुन्छ होइन, तर मलाई झुकाउन सक्नुहुन्न होइन। तपाईँलाई एक दिन इतिहासले थुक्नेछ दाइ, इतिहासले त तपाईँलाई मरिजाउँ थुक्छ नै होइन। हाम्रो रगतले त तपाईँलाई सराप छ नै दाइ होइन। तपाईँले जसरी अहिले निर्वाचनमा घुमिरहनु भएको छ नि, हाम्रो रगतको नाम बेचेर गरिरहनु भएको छ नि, तपाईँले नि केही खान सक्ने होइन। तपाईँ भोलि सरकारमा निर्वाचित पर्छ 21 गते भएछ भने तपाईँ काङ्ग्रेस एमाले माओवादीसँग गएर टाँसिनै पर्छ। नसाचिकन तपाईँले सरकार बनाउन सक्ने तपाईँको हुत्ती तागत हैसियत हुँदैन। तपाईँ त्यही गर्नको लागि, त्यही काङ्ग्रेस एमाले माओवादीसँग गर्नको लागि देशको पहिलो दल होला, दोस्रो दल होला, त्यही दल ठुलो दल बनाएर चाहिँ के न गरौँला भनेर चाहिँ हाम्रो रगतमाथि खेलेर आइदिनु भएको छ होइन। तपाईँले तर केही गर्न सक्नुहुन्न दाइ होइन। त्यसपछि तपाईँले नेपाली जनताले थुक्ने नै छन्, खेद्ने नै छन् होइन। त्यही हो दाइ होइन। राम्रो सबैजनाले राम्रो काम गरौँ, नेपाल बनाऊ, एकताको प्रतीक हो, एकता हुने दिन आएको छ। भोलि तपाईँको नेपाली जनताको चाहिँ गिदीमा मिसाइल खसेपछि मात्र बुद्धि आउने होइन कि, अगाडि नै दिमाग बुद्धि आउनु पऱ्यो होइन। हामी यति सिस्टम परिवर्तन गर्न चाहन्थ्यौँ, खराब राष्ट्रघाती कानुनहरू फाल्न चाहन्थ्यौँ, हामी देशको लागि हितको लागि मात्र कानुन राख्न चाहन्थ्यौँ। सबैजनालाई, सबै शक्तिहरूलाई एउटा केन्द्रबिन्दुमा ल्याएर यो देश बनाउने, खाका कोरेर अगाडि बढाउन चाहन्थ्यौँ होइन। त्यो सबै कुरा भएन होइन। श्री 5को सरकारले पनि त्यही भनिरहनु भएको छ। जसले अहिले नेपाली जनताले श्री 5को चित्कार, उहाँको मनको व्यथा वेदना, उहाँलाई देश बनाउने
हुटुटी सबै कुराहरू चाहिँ उहाँले आफ्नो प्रष्ट व्यक्त गरिसक्नु भएको छ। जनताप्रतिको भाव सबै देखाइसक्नु भएको छ। उहाँको मुहारमा एक थोपा हाँसो छैन होइन। उहाँले बारम्बार आउनुहोस् सबैजना मिलौँ, यो यो दलहरूमा नेपाली जनतालाई विभिन्न थरीमा प्रब्लममा पारेर चाहिँ त्यो फरक तरिकाले नफुटाउँ, आऊ एकता गरौँ भन्दाखेरि मानेको छैन होइन। इतिहासले यो हिसाब गर्नेछ, सबैजनाले इतिहास बुझ्ने छ होइन। धेरै समय लाग्दैन, यो 1 वर्ष 2 वर्ष 6 महिना 5 वर्ष लाग्ला होइन। सबै जानी अन्तिम भनेको उपाय भने निर्मल निवास हो होइन। हामी अन्याय परेको मान्छेले जाने भने चाहिँ साँच्चीकै अन्याय परेको मान्छेले आश लाग्ने भने चाहिँ लास्टमा राजाकै रहेछ कि यो कुरा चाहिँ मैले विचार गरेको हो कि। मलाई त्यहाँ हस्पिटलबाट म बाहिर निस्केपछि जसरी त्यो खेलहरू जे भएको घटनाहरू त्यो विस्तृत मैले जानकारी लिइसकेपछि मैले सोचेँ कि ऊ बेला गोर्खा नपाए के अरे न्याय नपाए गोर्खा जानु भन्थे। म गोर्खा पनि गएँ, तर त्यहाँबाट मलाई गुरु गोरखनाथको आशीर्वाद पाएपछि तिमी निर्मल निवास जाऊ भाइ, तिमी निर्मल निवासको किताबमा उभियो भाइ। तिमी निर्मल निवासलाई यो देशमा नल्याएसम्म कोही नेपाली दिन दुखी गरिबले चाहिँ सुख शान्तिको बाटोमा टेक्न पाउँदैनन् भनिसकेपछि मैले सोचेँ साँच्चीकै यो देशको महान मान्छे रहेछन्। उहाँलाई विभिन्न लाक्षेप लगाइएको रहेछ, विभिन्न विभाजित गरिएको रहेछ, जनतालाई फुटाइदिएको रहेछ। यो देशमा त साँच्चीकै विदेशी चलखेल हुनको लागि चाहिँ यो विभिन्न कुराहरू गरेको रहेछ भन्ने कुरा चाहिँ आत्मैबाट आएपछि चाहिँ म एकदम यो देशमा चाहिँ एउटा सबै शक्तिलाई बराबर दिनुपर्छ। एउटा व्यक्ति चाहिँ साझा व्यक्ति हुनु पर्यो, त्यो चाहिँ बाउ हुनु पर्यो, श्री 5 बडा महाराज हुनु पर्यो भनेर लागिरहेको छु होइन। त्यो आउँछ, यो व्यवस्थाले हामीलाई ढालेको छ, मेरो दाजुभाइ दिदीबहिनीलाई ढालेको छ होइन। यो व्यवस्था 1 2 3 म मर्छु तर यो ढालेरै छाड्छु। यसमा त 2 मात्रै छैन कि यो व्यवस्थाले मलाई ढाल्न हुँदैन थियो, ढाल्यो गल्ती गर्यो होइन, तर यो व्यवस्था चाहिँ म ढाल्छु। सबैले साथ दिउँ, सबैजना नेपाली आम दाजुभाइले होइन। हाम्रो नेतृत्व दलसँग मतलब छैन, हामीलाई राष्ट्रसँग मतलब छ, सुख शान्ति समृद्धिसँग मतलब छ। सबैजना एकजुट भएर लागौँ होइन। आज प्रेमको प्रतीक हो, सबैजनालाई एक अर्कालाई प्रेम गरौँ, सबै नेपाली दाजुभाइलाई एक अर्कालाई खुसी राख्न सकौँ, एक अर्काको लागि सबै सधैँभरि बचाउन चाहौँ र यो सत्यको जित हो, सत्यको बाटोमा टेकौँ होइन। सत्य यही नै हो, एकता नै सत्य हो। एकता भन्दा ठुलो केही छैन। पृथ्वीनारायण शाहले दिनुभएको दिव्य उपदेश मानेर यो देशलाई निकास विकास र सुख शान्तिको बाटोमा सबैजना लानुपर्छ। त्यो त मेरो मात्र कर्तव्य होइन, यो देश मेरो मात्र होइन, हामी आम नेपाली दाजुभाइको देश हो। यो देशको राजा सबै तपाईँ हामी हौँ। एउटा बडा महाराज राखेर सबलाई एकताको प्रतीकमा राखेर भ्रष्टाचार अन्त्य सुशासन कायम गरेर हामी अगाडि बढ्यौँ भने अवश्य पुरा हुन्छ। जय देश, जय नरेश। फागु पूर्णिमाको सबैलाई शुभकामना।